यो चाहिँ पाल्पा पोखरा अनि गुल्मी अर्घाखाँची स्याङ्जा जाने बाटो अनि यता चाहिँ बुटोल यो चाहिँ बुटोल जाने बाटो यो चाहिँ हाम्रो पार्ट्स यहाँ पार्ट्स छ यो चाहिँ वर्षा भन्ने केटी हो राम्री भइसकेन मक्खपरी छ मम्मी ऊ त्यता चाहिँ हाम्रो ग्यारेज छ यहाँ चाहिँ सानो नास्ता पसल छ अनि यो चाहिँ टिप्परहरू लाइन लागेको छ यो चाहिँ हाम्रो पार्ट्स पसल यो मैले फोटो खिच्दाखेरि जलेर मरेर खरानी भइसकेपछि अनि हाम्रा फोटो नखिच्ने आमा छोरीका मात्रै खिच्ने गाली यहाँ यिनी श्रेष्ठ भइसक्यो कुन हस्पिटल लैजाने हो अब चाहिँ हामी बुटोल हिँड्यौँ पाल्पालाई बाई बाई गर्दैौँ हामी बुटोल फर्किने टल्ली म वर्षा आमा यहीँ बस्ने हो कल्पना सिस्टर यता हेर कल्पना सिस्टर पैसा गोरो देखिनुहुन्छ क्या जसरी भयो नि यार त त्यही गोरोकै पछि पर अहिलेलाई चाहिँ अनि मेरो आमा त्यही खड्किन्छ तपाईँ धेरै गोरी हुनुभयो सब मभन्दा गोरो हुन थाले भाउजू ल बस्नु है हामी गयौँ भाउजू रिसी नह भाँडा एक्लै मान्नु पर्यो भने रिसी नह क्या यार है त अन्त हेर्नु न कति ठुली नआएको ल भाइ हाँसेर राम्रोसँग बिदा गर्नु न के हो र कस्तो र जाली भन्नु न क्या बाइक जाने र अब तपाईँको बर्थडे सक्यो तपाईँको बर्थडे मनाउन आएको थियौँ अब हामी गयौँ भाइ भाइ धन्यवाद हामीलाई मेरो युट्युब सब्सक्राइब गर्ने नि फुरुक्क लाएर कहाँ जाने हो तिमीहरू फेरि आर्य भन्ज्याङ ल तपाईँहरूलाई नि शुभयात्रा पोखरा पोखरा त्यसरी जान्छन् र हजुर बिग्रिन्न ल बाई बाई सबैजनालाई तिमी अलि मोटाउ कि त्यत्रै दुब्लो भयो के कति पातल होला भाउजूले बिचरा एक भारी भाँडा माझेर लिएर आउन यहाँ हजुर के छैन हामी धनी छौँ मामा बान्जी रूपा दिदी पैसा बाँड्न थाल्नु ह दाइले है हेर हेर हाम्रो इत्रीको नास्ता पसल चाहिँ यही हो ऊ त्यो चाहिँ ग्यारेज ऊ यता मासतिर देखेको चाहिँ तानछिन बजार घाम नलाएर खासै राम्रो देखेको छैन यहाँ बाटो बनाउनको लागि यसरी ल बाई बाई